साथीहरू जिनको प्यान्ट छोटो पार्ने मेरो तरिका चाहिँ यस्तो छ है, हजुरहरू पनि हेर्नु होला। मैले चाहिँ यहाँ साइज काटेर ठिक्क पारिसक्यो, बढी भाग फालिसक्यो मैले यहाँ। अब यता र उति कहीँ गडबड नहुने गरी कि साथीहरू माथिको सिधामा जोडिदिनुपर्छ राम्रोसँग, अनि राम्रो देखिन्छ साथीहरू। अनि मेरो तरिका चाहिँ यस्तो छ, अब आफ्नो आफ्नो तरिका हुन्छ नि त। अनि कुनै कुनै नजान्ने साथीहरूको लागि चाहिँ यो काम लाग्छ, त्यही भएर मैले राखेको। पहिला सुरुमा मलाई पनि यो आउँदैन थियो, पछि काम गर्दै गएपछि मलाई नि यसरी आयो साथीहरू। आफ्नो आफ्नो तरिका हुँदो रहेछ। मैले चाहिँ यसरी गर्छु। यो चाहिँ फेरि एकदम साह्रो हुन्छ नि त, साह्रोमा चाहिँ यसरी थिच्छु। अलि नरम प्यान्ट छ भने यसरी थिच्दाखेरि मिल्छ, साह्रो प्यान्ट रहेछ यो चाहिँ, यो यसरी मिल्दैन जस्तो लाग्छ साथीहरू। तर पनि ट्राई गर्छु है म त। अनि हजुरहरूले चाहिँ कुन तरिकाले गर्नुहुन्छ? मलाई यति पनि सुरुमा नजानेर कि साथीहरू, त्यही भएर अनि मलाई जस्तै भइरहेको होला भनेर। मेरो चाहिँ अब भएन, यसले नै हान्नुपर्ने भयो साथीहरू। कानले पिर्छु म चाहिँ, च्याप्प हुनुपर्छ कि साथीहरू, नत्र सिउ भाँच्छ, सिलाउन गाह्रो हुन्छ नि त। अब चाहिँ सजिलो भयो साथीहरू। यसरी हजुरहरू पनि यसरी नजान्ने साथीहरूले चाहिँ यसरी गर्नु होला। मेरो तरिका सजिलो लाग्यो भने हेर्नुहोस् त कस्तो राम्रो देखेको है। त्यही भएर भाइ बहिनीहरूले चाहिँ मैले गरेको काम एकदम मन पराएर ल्याउनुहुन्छ कि दसैँको बेलामा, हतारको बेलामा झन् अहिले यस्तो पनि बनाइराख्नु पर्ने कि साथीहरू। थुप्रो बनाइसकेँ मैले यो प्यान्टहरू पनि। धन्यवाद।